आयो हजुरको पनि आयो सो दीपिका जी can you open Waka time I will provide you link फर्स्ट वाला entire screen share गरे छैन entire screen share गर न ओके stop this and share entire screen yes first wala so you log in from a email id and all sign up gara भयो है यस्तो इन्टरफेस आउँछ है so you have to search VS Code select this VS Code त छ मेरोमा yes so म भन्दैछु so API VS Code छ खोल त एकचोटी VS Code खोल त हैन don't cross this let it open हैन VS Code खोल यसमा तल प्लगइन्सहरु इन्स्टल गर्ने हुन्छ नि हजुर खोल त तल टर्मिनल खोल्ने हो टर्मिनल है तल यहाँ क्लक वाला सिम्बल आइरहेको छ नि लेफ्ट वाला लेफ्टमा लेफ्टमा सबभन्दा लेफ्ट हजुर सबभन्दा लेफ्टमा माथिको इन्स्टल गर्ने हो यसभन्दा तल एक्सटेन्सन्समा एक्सटेन्सन हजुर वाका टाइम लेख फर्स्ट को इन्स्टल गर अब त्यो ब्राउजरमा जाऊ त हामीले चाहिँ एटा एपीआई की एन्टर हियर एपीआई की लेखेछ एपीआई की म लिंक छ एउटा प्रेस you copy this अनि पे यही खोला VS Code खोला VS Code यहाँ हान्ने इन्टर यहाँ हान्ने यता गर्ने पेस्ट एटा पेस्ट गरिदिने एन्टर गर भयो इनेबल भयो
So you हजुर अब चाहिँ तिमी ब्राउजरमा जाऊ त फेरि. So you can see dashboard and all now. Dashboard, projects and all. Left. Projects में जाओ तो एकचोटि. Go for insights. Insights छ नि त्यसको तल. हजुर सो पछि चाहिँ यता चाहिँ हजुरको डाटाहरू सो गर्न स्टार्ट गर्छ कि हजुरको कोडिङको टाइम कति हो, टाइपिङ टाइम कति हो. सो यो चाहिँ हामीले चाहिँ हैन इम्प्लिमेन्ट गर्नु पर्यो कि अरूहरूलाई यस्तै इम्प्लिमेन्ट गराएर उनीहरूको यो वाका टाइमको लगइन आइडी र पासवर्ड मागेर नोट गर्नुपर्छ कि म हजुरलाई गुगल सिट्सको एक्सेसहरू दिन्छु. त्यसमा चाहिँ भनेको मैले दिए नदिए आफैले बनाउने हैन, मलाई पनि एक्सेस दिने इमेलमा, अनि इमेलमा एक्सेस दिए अनि त्यो गुगल सिट्सको गर्ने के. केही डाउट छ साइनाजी र पूजाजी हजुरलाई पनि केही डाउट छ दीपिकाजी? इमेलहरु चाहिँ कसले बनाउँछ? उनीहरूलाई गाइड गरिदिने, उनीहरूले आफैले बनाउँछ. उनीहरूले आफै इमेल हानेर आफैले बनाउँछ. केही सपोज आएन भने चाहिँ गाइड गरिदिने उनीहरूलाई. गाइड गरिदिने है. सो मलाई अरू पनि केही जान्नु थियो. क्यानभाहरू कसैले चलाछ? क्यानभा तिमीहरू? क्यानभा त्यो प्रिमियम वाला त छैन, तर त्यो बेसिक वाला चाहिँ हैन, मैले बेसिक वाला अलिअलि भनेको प्रिमियम वाला चाहिँदैन. बेसिक चाहिँ अलिअलि बेसिक आउँछ. अनि रिल्सहरू बनाउन जस्तो रिल्स भनेको जस्तो भोइस ओभर वाला रिल्सहरू हुन्छ नि, प्रोडक्ट्सको प्रमोसन रिलहरू आउँदैन हैन, आफ्नो रिल्स हैन. मैले बुझे त्यो कन्टेन्ट चाहिँ लेख्न आउँछ, अब त्यो भोइस ओभर चाहिँ नै. भोइस ओभर चाहिँ मलाई आउँछ. भोइस ओभर चाहिँ आउँछ है. सो म वर्क असाइन गरौँ. यु क्यान डु एज अ होमवर्क. भोलि गर्ने है. भोलि गर्ने हैन, वर्क चाहिँ असाइन गर्छु म. हजुरले वाक्का टाइमको आइडी माग्ने भन्नुभयो नि. हजुर. अनि त्यो त के रे जिमेलबाट लगइन गर्नुभयो. जिमेलबाट लगइन हैन, त्यो हजुर त्यो उनीहरूले जिमेलको पासवर्ड त दिँदैन नि. उनीहरूले छुट्टै पासवर्ड बनाउने. यो वाक्का टाइमको इमेल आइडी चाहिँ जिमेल हुन्छ, पासवर्ड चाहिँ उनीहरूले आफै बनाएर दिन्छ नि. जिमेलबाट लिङ्क हुँदैन के उनीहरूको. उनीहरूले जिमेल आइडी राख्ने हो र पासवर्ड आफै क्रिएट गर्ने हो, साइन अप गर्नु हो के उनीहरूले. कसले भन्नुभयो त क्यानमा आउँछ भनेर? सैनाजी होइन? हेलो.
हजुर हजुर म हजुरलाई यो ग्रुपमा लोगो पठाइदिन्छु हैन। हजुरले ह्याप्पी होली होली आउँदैछ नि अहिले हाम्रो होलीको पोस्ट बनाउनु न ह्याप्पी होलीहरू हुन्छ नि होलीको पोस्ट टाइपको हुन्छ एसएसओएमआई त्यो जियोमेट्री क्राफ्ट को फेसबुकहरूमा हाल्नेको लागि बनाउनु है ह्याप्पी होली लेखेको म इक्जाम्पल हुन्छ पनि हेराइदिन्छु अहिले अलि राम्रो खालको हुन्छ यस्तै टाइपको स्क्रिन सेयर भएन है भइरहेछ सरी मेरो अर्को स्क्रिन सेयर अब भइरहेछ स्क्रिन सेयर हजुर यस्तो टाइपको हुन्छ भोलि बनाएर पठाऊ अनि म हजुरहरूलाई सबैलाई त्यो फेसबुकको प्रोफाइलको पूजा पूजा पूजाजीको पाइसक्यो सैना र दीपिकाजी फेसबुकको प्रोफाइलको लिङ्क हुन्छ नि आफ्नो पर्सनलवाला त्यो चाहिँ राख है म हजुरलाई फेसबुकको त्यो मेटा बिजनेस स्विच पनि दिन्छु अनि त्यो बनाएर चाहिँ फेरि यही ग्रुपमा पठाउने हो अहिलेको लागि यही ग्रुपमा पठाउने हो डोन्ट पोस्ट इट टु फेसबुक होइन फेसबुकहरूमा पोस्ट नगर किनभने जस्तो सपोज यो हाम्रो म स्क्रिन सेयर गर्छु यो हाम्रो जोमेट्री क्राफ्टको फेसबुक छ है यस्तो पोस्टहरू हाल्नुपर्ने हुन्छ कि वी आर हायरिङ यस्तो पोस्टहरू पनि हाल्नुपर्ने हुन्छ यसको लागि चाहिँ यो च्याट जिपिटीहरू त युज गर्न आउँछ आई थिङ्क सो यु आर फेमिलियर विथ यस्तो च्याट जिपिटीहरूबाट इनपुटहरू प्रम्प्ट्सहरू दिएर यस्तो चाहिँ हामीले त्यो गर्नुपर्छ कि डिस्क्रिप्सनहरू लेख्नुपर्छ कि जस्तो वी आर हायरिङ स्काइप ग्रुपको राख्ने होइन त्यसपछि यस्तो गर्नुपर्छ कि जस्तो जस्ट एउटा ट्रिक सिकाउँदा चाहिँ हजुरले जस्तो वी आर हायरिङ भन्दा चाहिँ म अलिकति हिन्ट दिन्छु होइन वी आर हायरिङ भन्छ नि यो पोस्ट गर्छ सो यु क्यान जस्तो क्यानभा छ वी आर हायरिङ लेख्यो त यस्तो पोस्टहरू आउँछ नि हजुरहरूको यसलाई नै एडिट गर्ने हो क्या आई गेस यो चाहिँ मेरो प्रिमियम प्रो भर्जन हो त्यसैले सबै अनलक छ हजुरहरूमा सबै अनलक हुँदैन स्टारवाला चाहिँ छोड्दिनँ फ्री भर्जन चाहिँ लिने क्या अहिले फ्री भर्जन लिएर नै त्यसलाई नै चाहिँ पछि चाहिँ यसलाई नै एडिट गर्नु मिल्छ कि त्यस्तो गर्नु मिल्छ कि हामीले त्यो चाहिँ गर्नु हो क्या हुन्छ जस्तो ह्याप्पी होली हो ह्याप्पी होली हेर यिनीहरूलाई पनि एडिट गरे भइहाल्यो नि तल अलिकति तल जस्तो यो छ ह्याप्पी होली गर्ने म लोगो पठाउँछु त्यो लोगो लगाउने अलिकति तल अलिकति छोटो त्यो छोटै फन्टमा अलिकति ट्यागलाइन टाइपको केही लेखिदिने विसिङ भेरी ग्रेट होली टाइपको होइन भइहाल्यो त्यस्तै गर्नु हुन्छ दिपिकाजी हजुरलाई पनि आउँछ क्यानभाहरू
हजुर आउँछ बेसिक आउँछ बेसिक आयो भइहाल्यो मैले अघि नै भनेको थिएँ ए यो तिमीले पनि भनेको हजुर दिपिकाजी म हजुरलाई रिक्वायरमेन्ट्स लेखिदिन्छु होइन यही सपोज म हजुरलाई पहिला स्क्रिन सेयर गरेर हेरिदिन्छु हजुरलाई यस्तै गरी बनाउनु पर्यो तर वर्डप्रेसको दिस इज अफ एचआर वर्डप्रेसको बनाउनु पर्यो यस्तै गरी बनाउनु पर्यो वी आर हायरिङ व एज एन इन्टर्न चाहिँ लेख्नु बिर्सिनु भएन किनभने पहिला हामीले इन्टर्न नै हायरिङ वर्डप्रेस डेभलपर त्यस्तो बनाउने हो वर्डप्रेस डेभलपर होइन वर्डप्रेसको लोगो राखिदिने ठिक छ इट्स जस्ट अ ट्राई होइन हामीले पर्फेक्ट चाहिँ नहोला बनाऊ अनि भोलि म करेक्ट गरौँला नि हजुर हुन्छ क्वालिटीमा चाहिँ त्यस्तै मिलाएर लेख्दा हुन्छ होइन क्वालिटी त्यो क्वालिटिज निडेड भन्ने पनि छ नि क्राइटेरिया यो एचआर को लागि हो सो अहिलेको लागि वर्डप्रेसको लागि मिलाएर लेख न केही भयो भने म करेक्ट गर्छु नि हुन्छ मिलाएर लेख अहिलेको लागि केही भयो भने कलेक्ट गर्छु नि यो फेरि सेम टेम्प्लेट कपी गर्ने होइन नि यस्तै मैले जस्ट आइडिया दिएको मैले बुझेँ टेम्प्लेट यु क्यान चुज योर ओन भनेको स्याम्पल मात्र बनाउने हैन स्याम्पल बनाउने अनि म त्यो चेन्ज गरेर अलिकति त्यो फेरि हजुरहरूलाई त्यो सिकाउँछु नि म ग्रुपमा राख्नुपर्छ त्यो ग्रुपहरूमा राख्नुपर्छ त्यो सिकाउँछु नि म हुन्छ फेसबुकमा पोस्ट गर्नुपर्छ इन्स्टाग्राममा पोस्ट गर्नुपर्छ त्यो चाहिँ पोस्ट गर्ने हो त्यो चाहिँ हजुर तर पहिला चाहिँ पठाओगे एक दुईटा पोस्ट पछि चाहिँ यु विल बी नोइङ बेटर देन मी के म यो भन्छु यु अल विल नो बेटर देन मी सो न हजुरलाई चाहिँ म त्यो टिकटकको दिन्छु है पूजा हजुर टिकटकको दिन्छु है टिकटकको रिल्सहरू बनाउनु के हुन्छ टिकटकको
टिकटकको चाहिँ तिमीले त्यो होलीवाला नै बनाउनु मिल्छ जस्तो ह्याप्पी होली त्यसलाई चाहिँ भिडियोमा त्यस्तो बनाउनु मिल्छ जस्तो स्टोरी टाइपको पनि राख्न मिलोस् अनि टिकटकमा पनि राख्न मिलोस्। भोइसमा चाहिँ भोइस हाल्नु पर्दैन जस्ट अहिलेको लागि जस्ट स्टोरीमा जस्तो ब्याकग्राउन्डमा नर्मल म्युजिक राखेर अनि होलीको बनाउने के ग्राफिक्स टाइपको जस्तो स्टोरीमा पनि राख्नु मिलोस् अनि त्यस्तो खालको के। Any idea? You can give me suggestion. I think so. Hello. कुनै साउन्डमा भिडियो बनाएर चाहिँ स्टोरीमा राख्नलाई भन्नु भएन त? हेर्नुपर्छ। ओके ट्राई गर न। टिकटक अकाउन्ट सोध्नु भएको हैन? टिकटक अकाउन्ट यु अल क्यान लग इन अल्सो। म लगइन डिटेल्स पनि दिन्छु। हाम्रो जस्तो टिकटक अकाउन्टमा हजुरलाई भन्छु जस्ट वेट, किनभने टिकटक चाहिँ हाम्रो लगइन गरेको धेरै दिन भइसक्यो लगइन नगरेको। सो आई विल टेल यु। त्यो युजर नेम के हो? हेर्न त मिल्छ होला नि। एकछिन। ज्योमेट्री क्राफ्ट ड्रॉट्स हो टिकटॉक को। आई विल बी शेयरिंग विथ यू लिंक। Think that we also need to make this active. जस्तो हाम्रो जुन अकाउन्ट छ नि त्यसलाई एक्टिभ गर्नु पर्यो के। अहिले जस्तो मैले पूजालाई दिएको छु, पछि पूजालाई मैले त्यो ग्राफिक डिजाइनिङहरू पनि हालिदिन्छु टिकटकलाई। त्यसरी शिफ्ट गरेर चेन्ज गरेर काम गर्ने हो क्या हामीले। जस्तो अहिलेको लागि चाहिँ मैले यो दिएको हो, पछि चाहिँ हजुरहरूलाई सिकाउँदै जान्छु अनि त्यो रोलहरू चेन्ज गरेर त्यसको लागि चाहिँ केही भएन के। अब एउटा बेसिक कुरा चाहिँ ध्यान दिनुपर्छ कि हामीले जुन पनि सेसन गर्छौँ नि हामीले
म नहुँदा तपाईँहरू आफैमा गर्दा पनि स्क्रिन त्यो कन्भर्सेसन चाहिँ रेकर्ड गर्नुपर्छ है। कन्भर्सेसन चाहिँ रेकर्ड गरेर म हजुरहरूलाई सबैलाई युट्युबको एक्सेस दिन्छु। युट्युबको एक्सेस दिन्छु, त्यसमा चाहिँ हजुरहरूले अपलोड गर्नु पर्यो। प्राइभेट राखेर प्राइभेट भिडियो गरेर अपलोड गर्नु पर्यो। एकजनाले गर्दा हुन्छ। जस्तो 3 जनाको बिच 4 जनाकै बिचमा कन्भर्सेसन भयो भने एकजनाले गर्दा हुन्छ क्या। हेलो हुन्छ। सो आजको लागि यति गरौँ त। ओके। एनिथिङ यु वान्ट टु नो? त्यो स्याम्पलहरु चाहिँ कता सेन्ड गर्ने यही ग्रुपमै? यही ग्रुपमा हजुर। भिडियो बनाइने यतै पठाउने हो पहिले? यही पठाउने। म हजुरहरूलाई हजुर यतै पठाउनु अनि त्यसै बेला म दिन्छु, एक्सेस दिन्छु टिकटकको। यही टिकटकको युजर आइडी र पासवर्ड अनि त्यसमा अपलोड गरिदिने। हुन्छ है? हुन्छ। हुन्छ ल, बाई। बाई बाई सर।